केन्द्रीय सदस्यज्यूहरू, यो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यज्यूहरू, जिल्ला कमिटीका सम्पूर्ण सदस्यज्यूहरू र आज नेपालगञ्ज उपमहानगरपालिकामा नयाँ निर्वाचित हुनुभएका सम्पूर्ण सदस्य र पदाधिकारीज्यूहरूलाई म हार्दिक बधाई र धन्यवाद पनि दिन चाहन्छु। हामीले छोटो समय पाएका छौँ। नेपाली कम्युनिस्ट पार्टी जुन अहिले इतिहासमा हामीले थोरै भए पनि हामीले जुन तरिकाले लाग्नुपर्ने निर्वाचनमा हामीले पछाडिएका छौँ, अहिले त्यसको नेपाली जनताले प्रस्ताव गरिरहेछ कि हामीले गर्नुपर्ने ठुलो गल्ती अहिले नेपाली जनता भोगेका छन्। अब आउँदै गरेको 84 को निर्वाचनमा हामी सम्पूर्ण जनसमुदायहरू र जुन हाम्रोबाट केही साथीहरू बाटो बिराएर अन्ततिर सोच बनाउनु भएको छ या जुन ठाउँमा हुनुहुन्छ भने यही पार्टीभित्र सम्पूर्ण साथीहरूले एकता भएर 84 को निर्वाचनमा हामीले पार्टीलाई एक नम्बरको पार्टी बनाउनको निम्ति हामी सबैले लाग्यो पनि पक्कै अहिले जुन नेपाली जनतामा प्रस्ताव भइरहेछ विगतको बीचको निर्वाचनमा हामीले ठुलो गल्ती गरेका छौँ। अहिले प्रत्येक नेपाली समुदायले सोच्ने हो पनि नेपाली जनताले रोएको अवस्थामा छ। यही सरकार जुन बेलामा नेपाली कम्युनिस्ट पार्टीको सत्तामा थियो त्यति बेला किसानले समयमा मल पाउने अवस्थाहरू थियो। आजको राज्य अहिलेका सत्ता सञ्चालन गरेका साथीहरूको टिममा कसैले बोल्न सकिरहेको छैन। किसानले मल नपाएर धान रोपिरहेका छन्। त्यसमा बोल्ने कुनै पनि राजनीतिक पार्टी र कुनै पनि सङ्गठनले पनि बोल्ने छैन। हामीले हेर्दै जाँदा आज नेपाली जनताले हर कुराको महँगाई गरेको अवस्था छ, तर पनि नेपाली जनताले त्यसको सामना गरेका छन्। भोकमरीको अवस्था भइरहेछ। त्यो हिसाबले हामी नेपाली कम्युनिस्ट पार्टीले जुन उठाएको एजेन्डा छ त्यो एजेन्डामा भएर हामी आफ्नो टोल आफ्नो छिमेकमा हामी सबैजना एकरूपता भएर यो पार्टी भित्र र यो झण्डा भित्र हामी सबैजना लाग्नै पर्छ। र जुन साथीहरूले आज चाहेको मधेसी समुदायका साथीहरूलाई जुन हक र अधिकार सुनिश्चित गर्ने भनेको यो नेपाली कम्युनिस्ट पार्टी हो। आज हेर्दै जाँदामा स्थानीय तहको चुनाव 84 मा हाम्रो नजिक आउँदैछ। यसमा हामी सबैजना जो जहाँ छौँ पनि हामी यही पार्टीभित्र लागेर आज हामी खुसीको कुरा छ नेपालगञ्ज उपमहानगरपालिकाले 115 जनाको कमिटी गठन भएको छ। हामी 115 भन्दा अझै बढी बलियो बनाउन सकिन्छ, तर सबै साथीहरूले हात जसले हामीले 21 वटा पार्टी केन्द्रमा भएका थियौँ हुन हामी बाँकी जिल्लामा नहोलौँ, तर हामी पुराना साथीहरू पुराना टिमहरूलाई हामीले खोजी नीति गरेर एक ढेका एक रूपमा हामीले त्यो कुराहरू गर्नुपर्छ। र हाम्रा केन्द्रीय नेताहरूले मैले के सुझाव दिन चाहन्छु, साँच्चैमा नेपाली कम्युनिस्ट पार्टीका जो विचार राख्ने वास्तव नेपाली कम्युनिस्ट पार्टीका साथीहरूलाई खोजी नीति गरेर तिनलाई सम्मानजनक राख्नुपर्छ। हाम्रै पार्टीका झण्डा पनि बस्ने तर विभिन्न चौराहा र चिया पसलहरूमा हाम्रै पार्टीका बदनामी गर्ने व्यक्तिहरूलाई पनि कारबाहीको दायरामा लाउने प्रयास पनि गर्नुपर्छ। र मैले नयाँ निर्वाचित हुनुभएका सम्पूर्ण सदस्य र पदाधिकारी कामरेडहरूलाई म बधाई दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार, क्रान्तिकारी लाल।